गाडी रोक्नलाई हेर्न सक्नुहुन्छ तपाईँ अन्धा हुनुहुन्न। हाई साथीहरू, आज चाहिँ मैले बनाउन जाँदैछु आफ्नै भाषाबाट यो भिडियो हेर्नु होला अन्तसम्म। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भने नि यो चाहिँ सिक्रेट नै रहन्छ है, तपाईँलाई जाँदै जान्छु भन्दै जान्छु होइन। अनि इन्फर्मेटिभ खाले पनि म बनाउँछु, सबैले भन्छन् खालि इन्फर्मेटिभ खाले बनाउनु राम्रो हुन्छ कहीँ गयो भने होइन। अनि त्यस्तै खालको म बनाउँछु, हेर्नु होला ल। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ साथीभाइहरू, म एक्लै गएको होइन, यहाँ हेर्न सक्नुहुन्छ हाम्रो मनिषा दिदी, गणेश भाइ, पवित्र दिदी, हामी 4 जना मिलेर जाँदैछौँ एक जग्गा। कहाँ हो त्यो म भिडियोमा अगाडि जाँदै जान्छु भन्दै जान्छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है साथीभाइहरू, हामी चाहिँ निक्लेको है अब स्टेसनतिर। यो के भन्नुहुन्छ पवित्र दिदी? हेर्न सक्नुहुन्छ हामी चाहिँ आइपुगिसकेका छौँ। अनि यहाँ चाहिँ हामी 4 जना रोकिरहेका छौँ। ट्रेन चाहिँ अब एकछिनमा आउँछ अनि आएपछि हामी जाने हो भुइँया सरेर गणेश भन सरर जाने हो कि तरर? छुक 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 ट्रेन चल्छ अनि उठ्ने अनि सरर हावामा उड्ने हैन, रोकेर उठ्ने होइन भने छुक 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 झुक गर्छ ट्रेन अनि झुक गर्दै जाने, झुक 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 गर्दै जाने, बसेर जाने होइन। लु है, अब चाहिँ हामी चाहिँ ट्रेनमा उठिसकेको छौँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पवित्र दिदी सुत्दै हुनुहुन्छ। यो गणेश भाइ, यो म, हामी चाहिँ अहिले यहाँ लामलिङबाट निस्किने ट्रेनमा। अनि डिपुबाट आएको, हामी चाहिँ फेरि लामलिङबाट उठेको बस्छौँ। गणेश भाइ अब कति देरीमा पुगिन्छ अरे? 5 मिनेट। अब 5 मिनटमा पुगिन्छ गाइस। अनि त्यसको पछि चाहिँ यो चाहिँ यस्तो खाले भिडियो हुन्छ होइन। अनि यस्तो खाले भिडियो चाहिँ म यसरी चाहिँ अब सुरु गर्छु है, अब जस्ट नाउ। गाइस हामी चाहिँ गुवाहाटीमा नमिसकेको छौँ, प्लेटफर्म नम्बर 5 मा। यहाँ दिदीहरू पनि हिँड्दैछ नि, हेर्नु। यो अब चाहिँ हामी जाँदैछौँ है, अब कहाँ जाने हो हामीलाई पनि थाहा छैन। गणेश भाइ अब ये कुछ ज्यादा नै हो भन्नु। यो गाइस हामी चाहिँ राति हिँडिरहेको छौँ है। यहाँ अब 11 बजे न कति बज्यो, 11:13 भयो। अनि हामी चाहिँ जाँदैछौँ पल्टन बजारबाट रस्ता यहाँ अब यहाँ मन्दिरमा जाने हो। अनि यहाँ चाहिँ हाम्रो दिदीभाइहरू सबै हिँडिरहेछन्। म चाहिँ यो जग्गा फर्स्ट टाइम आएको है। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ नेपाली मन्दिरमा हामी आइसकेको छौँ। अनि यहाँबाट चाहिँ कहाँ जाने हाम्रो दिदीभाइहरूलाई थाहा छ। लु जाँदै जाऊँ, हामी गोर्खा भवनमा आइसक्यौँ। अनि वेलकम छ हजुरहरूलाई, आउनुहोस् प्रस्थान गर्नुहोस् गोर्खा भवनमा। ल आउनुहोस्, अब म तपाईँहरूलाई गोर्खा भवन कस्तो छ देखाउँछु। लु है गाइस, हाम्रो चाहिँ यो रुम हो, यहाँ चाहिँ हामी सुत्ने हो सबैजना, हेर्न सक्नुहुन्छ। अनि अब चाहिँ बिहान भेट गरौँ होला होइन, धेरै भिडियो बनाइयो कि कसो हाम्रो पवित्र दिदी। यो गणेश भाइ भन, यो म्याउ म्याउ हे म्याउ म्याउ। चाहिँ हामी सबै नुहाइ गरेर रेडी भइसकेर अब चाहिँ जान निक्लेको, हेर्न सक्नुहुन्छ साथीभाइहरू। यहाँ चाहिँ यसो दिदीले के ऐनामा गर्दै हुनुहुन्छ पनि, कानफुली लाउँदै हुनुहुन्छ। अनि अब चाहिँ हामी जानै निक्लिने ल। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामी 4 जना मिलेर जाँदैछौँ गाडी रोक्नलाई। हेर्नै सक्नुहुन्न तपाईँले, हेर्न सक्नुहुन्छ तपाईँ अन्धा हुनुहुन्न। हेर्न सक्नुहुन्छ होइन, सबै कुरा छोडेर होइन। अहिले चाहिँ हामी जाँदैछौँ नेपाली मन्दिरमा, त्यहाँ गएर चाहिँ कामाख्याको गाडी पाइन्छ अरे। अनि त्यो कामाख्याको गाडीमा हामी जाने। अनि गएपछि चाहिँ भाडा चाहिँ कति हुन्छ थाहा छैन, हामी पनि फर्स्ट टाइम जाँदैछौँ होइन। हामी पहिला ट्याक्सीहरू बुक गरेर जान्थ्यौँ, चाहिँ यहाँ गाडीमा उठिसकेको छौँ, हेर्न सक्नुहुन्छ। अनि भाडा चाहिँ 20 रुपियाँ रहेछ है गाइस, एकजनाको पर पर्सन। फर्स्ट टाइम बासमा आएको है गाइसहरू। अब चाहिँ हामी पार हुँदैछौँ, हेर्न सक्नुहुन्छ रोड पार भएपछि चाहिँ अब हामी जाने गेटको लुक्स चाहिँ म तपाईँलाई देखाउँछु चाहिँ, हेर्न सक्नुहुन्छ। गेटको लुक्स चाहिँ हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ हामी इन्टर भयौँ भनेर सोच्नु कामाख्या। यहाँ चाहिँ हामी ट्याक्सीमा बसिसकेको छौँ, हेर्न सक्नुहुन्छ। यता चाहिँ हाम्रो गणेश भाइ अनि मनिषा दिदी, यता चाहिँ पवित्र दिदी अनि म, हेर्न सक्नुहुन्छ। अब चाहिँ के हुन्छ जानुपर्छ, कोही मान्छे उठाउने
मान्छे उठाएको छैन नि त मान्छे उठाएपछि जानु पर्यो नि अब चाहिँ हामी माथितिर जान थालेको हेर्न सक्नुहुन्छ यसैजनाहरू पनि उठिसके अनि अब माथि जाने प्रसादहरू किन्ने माको दर्शन गर्न जाने यहाँ चाहिँ हाम्रो दिदीहरूले प्रसाद किन्छ अरे अनि गणेश भाइले पनि अनि त्यसको पछि म पनि किन्छु हेर्न सक्नुहुन्छ यहाँबाट लिँदैछु यो सिडी चढिसकेपछि चाहिँ अनि मन्दिरको गेट भेटिन्छ अनि त्यसको पछि चाहिँ हामी दर्शन गर्नलाई जानुपर्छ त्यो प्रसादहरू भगवान्को सामग्रीहरू सबै छ हेर्न सक्नुहुन्छ यो चाहिँ मार्केट हो हामी इन्टर भइसकेमै हेर्न सक्नुहुन्छ अब चाहिँ हामी जाँदैछौँ उयो भिआइपी टिकटको लागि उयो गर्न यहाँ दर्शन गरेर कोही आउँदै हुनुहुन्छ कोही दर्शन गर्न जाँदै हुनुहुन्छ हामी पनि दर्शन गर्न जाँदैछौँ यता यता हामी चाहिँ भिआइपी टिकटको लागि रोकिरहेको छौँ हेर्न सक्नुहुन्छ हामी 3 जना 4 जना हेर्नु साथीभाइहरू कत्रो ठुलो बाख्रा हो खसी हो कि के हो त जत्रै छ ए म जत्रै होइन म भन्दा त सानो छ खतरा यार खतरनाक यहाँ चाहिँ अब गाई यो नरियल सिधै गोटे निस्किन्छ म चाहिँ यताउति पूजा गर्दा गर्दै बिग्रिएँ अब चाहिँ यहाँबाट म जाँदैछु साथीभाइहरूसँग कता आज चाहिँ थुप्रो भिड छन् हो हेर्नु न भिड पनि धेरै छन् अनि यहाँ हाम्रो गणेश भाइलाई पाइयो खोइ अरू खोइ कहाँ छन् उहाँ अगाडि छन् अरे लाइन भएतिर त कता गायब भएको थियो सायद पूजा गरिसकेर अब चाहिँ हामी अब आफ्नो जुन जग्गामा यो प्रसाद लिएको थियौँ त्यो जग्गामा गएर जुत्ता लगाउने हो अनि अहिले चाहिँ यहाँ ट्राफिक जाम हुँदैछ हेर्नु खतरा नि दर्शन गर्नलाई खतरनाक भिड थियो अनि के भन्नु तपाईँहरूलाई अनि त्यसको पछि अब चाहिँ गएर उमानन्द जाने भनेको के हुन्छ हेरौँ गयो भने हजुरहरूलाई देखाउँछु तपाईँहरूलाई म के एउटा खबर दिन्छु भने नि शनिबारको दिनमा चाहिँ तपाईँहरू अलि नआउनु है हेर्न सक्नुहुन्छ कत्रा भिड नि दर्शन गर्ने बेलामा पनि भिड कति भिड हो अनि लुए साथीभाइहरू उमानन्द भनेर गाडीमा त उठ्यो तर अब भाडा कति हो त्यो थाहा छैन अनि यहाँ अब कहाँ पुगाउँछ उमानन्दै पुगाउँछ कहाँ पुगाउँछ म तपाईँलाई भिडियोमा देखाउँछु हेर्दै जानु होला लुए बल्ल बल्ल गाडी सुरु भयो अब निक्लिँदैछु होइन गणेश भाइ यहाँ हेर्नु न काखामा गणेश भाइको काखामा बसेर है म चाहिँ यहाँ चाहिँ हेर्नु न पुरा भिड खाली थियो अहिले चाहिँ भिड भयो दिदीहरू चाहिँ अघि अगाडि थियो अहिले चाहिँ पछाडि भयो यो चाहिँ उमानन्द आइसक्यौँ अब यसको पछि चाहिँ अब बोटमा उठेर जान पाइन्छ कि पाइन्न हेरौँ के हुन्छ तपाईँलाई देखाउँदै जान्छु होइन देखाउँदैछु नि त देखाइरहेको छु त हेर मलाई यहाँ दिदीहरूले मजाक उडाउँदैछ नि खालि देखाउँछु भन्दा भन्दै आफ्नो मात्रै चेहरा देखाउँछु भन्छन् के गर्नु गणेश भाइ अब मैले मेरो बिजोग भएन यहाँ चाहिँ टिकट भइसक्यो अब हामी चाहिँ बोटतिर उठ्नलाई गएको हेर्न सक्नुहुन्छ फर्स्ट एक्सपिरियन्स हो है मेरो पनि यहाँ दिदीहरूको पनि सबैको यहाँ दिदीले इङ्ग्लिस पनि मार्दै हुनुहुन्छ इट्स लुक सो नाइस अरे मलाई त इङ्ग्लिस आउँदैन त्यही भनेर नेपालीले मारिदिएको हिन्दी अलिअलि आउँछ यो चाहिँ भिडियो चाहिँ मैले हिन्दीले नबनाएको किनकि 2 चोटि आएँ मैले 2 चोटि नै हिन्दीले बनाएँ अनि भ्यू हेर्नै मैले देखाउँछु भन्छु तपाईँहरूलाई देखाउनै पाउँदिनँ लु हेर्नु कस्तो राम्रो नि आहा आज मलाई फिल लाग्दैछ कि म एउटा भ्लगर नेपालीले मतलब आफ्नो ल्याङ्ग्वेजमा बनाएर गोर्खा ल्याङ्ग्वेजमा मजा लाग्छ हेर्नु बोट चाहिँ यस्तो हुन्छ नि यहाँ अब यसमै यस्तैमा उठेर जानुपर्छ होला अब कुन बोट आउँछ आएर उठेर जानुपर्छ अनि एउटा बोट त जाँदैछ हेर्नु उहाँ क्या मजा लाग्यो यार उमानन्द त्यो टापु रेनबो जस्तो देखिँदैछु त रेनबो जस्तो त ए होइन रहेछ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामी बोटमाथि आइसक्यौँ अनि यहाँ चाहिँ हाम्रो गणेश भाइ अगाडि गएर बसेको छ लुए साथीभाइहरू बोट चाहिँ हिँड्नु हेर्न सक्नुहुन्छ अनि यहाँ गणेश भाइ चाहिँ यता अगाडि भइरहेछ अब चाहिँ यहाँ चाहिँ म भिडियोको मजा लिन्छु है गाइस यहाँ चाहिँ ट्रेन क्रसिङ भयो जस्तै बोट क्रसिङ हुँदैछ हेर्नु साथीभाइहरू गयो यताको बोर्ड गयो है यसरीमा हामी पनि जाँदैछौँ यहाँ अब उमानन्द चाहिँ आइपुग्यो अब माथि जाने हो माथि गएर भगवान्को दर्शन गर्ने हो अनि त्यसको पछि यहाँबाट चाहिँ जाने रस्ता रहेछ हेर्नु एउटा नाउँबाट अर्को नाउँमा अनि उता पुगिन्छ पारि मान्छेको भिड हेर्नु न मान्छेको भिड खतरनाक छ यो चढ्दा मजा आउँछ मजा दुःख गर्नुपर्छ होइन गणेश भाइ के भन्छस् हामीलाई एउटा गाना म्याच गर्छ है साथीभाइहरू के गाना भन्दाखेरि नि मन्दिर की सिडी
चढ मङ्गु। लु यहाँ दिदीहरू गणेश भाइ चाहिँ एकदम फुर्तीमा छ है। यो गाइस म पनि यहाँ भिडियो बनाउँदैछु हेर्नु। कहाँबाट आएको हामी हेर्नु गाइस। परबाट यसरी घुमेर यसरी गरेर यहाँ आइपुगे हेर्नु। खतरा नि। यहाँबाट चाहिँ इन्टर हुनुपर्छ है हेर्नु। अनि यहाँ चाहिँ हेर्नु बाहिर खतरा भिड छ है। आज दर्शन गर्न आउने मान्छे भक्तजनहरू धेरै छ। लु ए फेरि बोट आयो अब जाने हो। खाइयो अनारस कस्तो लाग्यो गणेश? अनारस नुन हालेर कालो नुन हालेर काला नुन आउँदाखेरि चाहिँ अर्को बोट अहिले आउँदाखेरि चाहिँ अर्को बोट हेर्नु। यो चाहिँ अर्कै डिजाइनको छ। यहाँ पनि छ माथि पनि छ हेर्नु। माथि गएर हेर्नुपर्ने अब कस्तो छ। यहाँ चाहिँ बोट अङ्कलले बोट चलाउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ हेर्नु यस्तो यो चाहिँ केबल कार भन्छ न के भन्छ कुन जाँदैछ। अनि यो चाहिँ ब्रह्मपुत्र नदी हो है तपाईँहरूलाई थाहै छ। समुद्रको बिचमा जान्छ कि क्या हो डरै लाग्छ त हो। गणेश कस्तो लाग्दैछ आज? मजा आयो? खालि फोटो भन्दै हुनुहुन्छ है दिदीले। बढिया मजा आयो नि। सो गाइस हामी चाहिँ यहाँ खाना आएको छौँ। हेर्न सक्नुहुन्छ साह्रै नै भोक लागेर अनि अब चाहिँ केही खाने भनेर आएको अर्डर गरेछौँ। सामान अर्डर गरेको तपाईँलाई देखाइदिनु यहाँ टेबलमा भएपछि। अनि यहाँ चाहिँ सबैजना हुनुहुन्छ। पनि लाग्दैछ हेर्नु होला। साथीभाइहरू खाना चाहिँ आइसकेको छ यहाँ हेर्न सक्नुहुन्छ है। अनि यहाँ चाहिँ गणेश भाइले चाहिँ फ्राई राइस खाँदैछ, पापड छ, राइस छ, अनि प्लेन दाल छ, अनि मटर आलु। लु खाने हो। लु आएर टेस्ट गरेर भन्छ तपाईँ। लु अब सबैले खाएर भने कस्तो छ? दामी छ नि गणेश भाइ? कस्तो छ पवित्रा दिदी? दामी। लु अब मेरो टर्न। अब कृष्णले डाइरेक्ट प्याज छैन हा। दामी छ। ल यति नै हो। लु ए गाइस यो भिडियोलाई चाहिँ म यहीँ एन्ड गर्छु। अनि यसको पछि चाहिँ अझै हामी 1-2 जग्गा घुम्न जान्छौँ। त्यो चाहिँ पार्ट 2 मा आउँछ।